सालतिर आमालाई भन्छ गर जा दुधै छैन मा त्यो बडा लगाएर कति ठुलो बनाएकी छ तेरा बाउ दुध छैन भने त ल्यामा खान्छु म त कति हो भ्याउने त नि भिसी त हान्नै पर्यो नि भिसी हान्न हान्दा लिँदा आउँछ तँलाई के थाहा के अरे तँ पनि नरेसँग हान्छ जाँदैन भिसी हामी त्यस्तो छैनौँ ल त जस्तो होइन हामी बुझिस् हो होला कि गेम त हारे त म्याच केटा सबै मेरो केटा पागल भइसक्यो तेरो केटाको काम छैन तेरो टिमको काम राधा छैन टिम छैन छि कस्तो बोली भाइ अरे कहाँ हो र घर दिदी हजुरको हो त जे पाए त्यही बोल्छ नि यसले चाहिँ ट्याप्टो गर्नु गाई ट्याप्टो जे पाए त्यही तर त जाँठी जस्तो दाई भन्दै पुरा दुध छाम्दै भिडियो बनाउने मान्छे हामी होइन के अरे ओ छाम्मा देखेछस् गाई सबलाई ट्याप्टो गर्नु प्लिज सबलाई ट्याप्टो गर्नु ट्याप ट्यापै गर्दैन अस्ति धेरै झोको थियो बाहुनसँग यसो कामी त्यही त रुने पानी सुहाउने के हुनुहुन्छ भोलि आउनुहुन्छ भोलि बिहान ल अब 7 बजी आऊ खै ट्याप ट्याप त हान न यार गेडामा हात राखेर नबस्छ न केटा ट्याप ट्याप हान न फलो गरौँ साथी प्लिज गाई फलो गरौँ त साथीहरू प्लिज फलो गरौँ अनि 7 बजी तर अनि उता इन्टरभ्यू दिन जान्नस् क्या इन्टरभ्यू अब दाइरे यस्तो पनि मेरो बुढा भर्के यस्तो मेरो बोयफ्रेन्ड नभर्के सधैँ मेरो बुढा नरेश बाहुन सबैले थाहा पाउन् अनि फोटो पनि देखाइदिएछ टक्कमा तोर्पेको रेल बाहुन हो भने फेरि स्पेसली बाहुन फेरि बाहुन पनि कस्तो माया टोक्ने गोरु खाने बाहुन फेरि ता होस् है गाई खाने होस् त गाई खाने बुझिस् म त खान्छु केटी म त तेरो 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 दिए पनि खान्छु म त फ्राई गरेर दियो भने त्यो पुतली पनि फ्राई गरेर दिए ल्यामा खान्छु म त एकटा 10 रुपियाँ खानु नि गाइस यार माया कसो चाहिँ फेरि केटाले यही गर्छ मलाई अघि त्यो फोरीमा आयो क्या मैले मेरो बुढलाई पनि पठाइदिएको थिएँ हेर्न भनेर मलाई हाँसो लाग्यो माया टोक्ने मेरो मेरो उहाँले हेर्नुहुन्छ गाली गर्नुहुन्छ यस्तो यस्तो अरे त हाँसो लागिरहेको थियो मायाले ल्याबमा लाएर ओ यिनी मरेको हुन्न यिनी आमा हो मरे कि आज मर्नु पर्यो उहाँ चाहिँ बित्नु भएर आज कसरी भने हाले अन्त डिग्रा पऱ्यो मर्नु भनेर म थाहा पनि कहाँ गाउने यिनीहरू चिन्दैन म त म पनि चिन्दिनँ चिन्न त सोधेको मेरो फर्स्ट भिडियो हेर त तपाईँ त हेर पऱ्यो मेरो फर्स्टमा आउने हेर्छु ल त हेर पऱ्यो मेरो फर्स्ट अनि मेरो टिकटक मेरो एउटा मलाई छ टिकटक छैन त अरू मलाई टिकटक मोबाइल छैन मसँग एउटा मोबाइलमा छ त्यो जस्तो अमेरिका भएको बोयफ्रेन्ड छैन केटी अब के गर्ने हेर मेरो भिडियो हेर हेर तर तेरो त्यो भित्रको बडा नलगा तेरो दुधै छैन मा त्यो बडा लगाएर कति ठुलो बनाएकी छ तेरा बाउ दुध छैन भने त सारे कुत्ती लाज मान्दैनिस् कहाँ छ त्यहाँ अगाडि हेर त त्यहाँ कहाँ आएर त्यहाँ त्यो बडा उलाएर भित्र बडा लगाएर यस्तो देखेर नरेश फिदा हुन्छ होला नि विचार कति राम्रो छ मेरो बुढी भन्छ होला नि नरेशले मेरो भिडियो साडी लगाएको बुझिस् नरेशको लागि लगाएको नि साडी फर्म लगाएको फर्म लगाएको मैले भने नि फर्म लगाएँ अहिले तर दुधै छैन त्यहाँ आएको कुरो हेर्नु त्यहाँ ठुक्क सालतिर आमालाई भन्छ गर जा फेरि आमा कुरा नल्याएन माया चिज फेरि राम्रो बोल्दा के बोले त अनि भएको कुरा गर्दा त्यहाँ छैन अहिले फर्म लगा भन्नु त आन्टी किन तैँले चाहिँ के अरू केटीले भने जस्तो होइन ल मलाई चाहिँ मलाई मन पर्ने यस्तो कुरा भनेको बुझिस् अनि भएको कुरा गर्दा होइन फर्म लगा भन्नु त आन्टी तैँले के आएर हेरेछस् र हेरेछस् आएर हेरेछस् त्यो फर्म ला अब हेर अहिले त रेलमा बस्दाखेरि त छैन देख्दैन भन्नु खोजेँ मैले त रेल कुरा गरेको नि त
ब्लाउज अनि यो ब्लाउजमा फोम हुँदैन त अनि ब्लाउजमा फोम हुँदैन अब त्यो- हुँदैन अब मलाई के त जिन्दगी मैले साडी पुरा देखायो भने त भएकै कुरा गरेर अब मलाई हो भन्न त अनि त्यसो कुरा गर्नु त अनि त्यसलाई आमाको नामले किन लिस्ट छैन के पुरा त्यस लाज लाग्दैन अलिकति शुद्ध धेरै शुद्ध नभन् जाँठी लात्ताले हान्न त यहाँ किन अहिले यता सुन न तेरो तेरो लाइनमा आएर अरू केटा छाडा गर्छु अस्ति अस्ति एउटा केटी त्यहाँ आएर त्यो भिसीमा जान्छ भनेको थियो नि साल त्यो जान्छ पर भिसीमा बुझिस् त्यो केटी जान्छ भिसीमा जान्छन् कि आइतन् के अरू कुरा नगर छोड्न म तँलाई भन्दैछु मेरो तेरो कुरा गर्दैछु कि त्यो भएको कुरा अब हामीले त साडीको बारे थाहा हुँदैन नि त केटी ट्याप ट्याप गर न हामीलाई मलाई थाहा छ साडीको बारे थाहा हुँदैन नि त हो कि न भन्न हामीले साडी देखेको नि त नि अब भएको कुरा हो भन्न त कुरा गर्न यति भयो सकेको त हो भन् के हुन्छ त तँलाई आमा नाम लिनुपर्छ रिस उठ्दैन तर मान्छे त्यस्तो हुनुपर्छ कस्तो रिस के को रिस यस्तो हुन्छ सक्र तैँले बुझ्दैन जुन मलाई मान्छे सबैले मलाई मान्छे गाली गर्छ नराम्रो भन्छ नि त झन् त्यहीँमा छाडा बोल्छ यार मलाई मान्छे के भन्छ भन्दा है किन भन्छ त मान्छे राम्रो छस् ज्ञानी छस् बेस्ट ब्युटिफुल छस् टिकटकको सबैभन्दा सुन्दरी तै होस् मेरो लागि चाहिँ होइन तर भएको कुरा चाहिँ हो भन् सिक्या कि दबाई खान भुलिस् आज दबाई खाइस् कि खाइनस् के त दबाई औषधि खाना कि औषधि खान भुलिस् के भन्नु तँलाई कसरी सम्झाउँछ अरे डाक्टरले औषधि खान भुले जस्तो लाग्यो मलाई यसको साब्राको ट्याटुहरू यसको साब्राको ट्याटु हामीले हेऱ्यो यसको साब्राको ट्याटु नेपाली ब्रोले हेर्छ हामीले हेर्दैन सरी ब्रो हामी यस्तो काम गर्दैनौँ एउटा चेलीबेटी हो ब्रो यस्ता झारेको साब्राको ट्याटु हेर्ने के मेरो छातीको ट्याटु हेर न हेर यो ट्याटु यसलाई ट्याटु भनिन्छ हेर कहाँ मुला त्यो बटरफ्लाई हेरेर पुतली सुतली हेरेर हुन्छ यार अलिकति हेर्ने लायकको लायक ट्याटु हेर क्या ब्रो तिम्रो ट्याटु देखाउ न भन न पुतले होइन मयूर हो बुझिस् यसो नेपाली बुढोले उचाली उचाली हेर्छ मेरो बहिनी भन्छ मा तोर्पेले खै खाएको बेला झ्याप हुन्छ कि के हुन्छ खै बोली पनि कस्तो छ मा झारेको म केही खाँदिनँ ल रोक वैशाखमा आउँदैछु नेपाल कस्तो नेपालमा जाइज ल त्यो आएर के गर्छस् लड्छस् मसँग भक्का भक त्यसलाई म हान्छु नि रोक्न आएछु त्यसलाई हाँ त्यसलाई म कट्टा आउँछु आयो भने कट्टा त बाबु के इन्टरभ्यू दिउँला तर म मिलेर भन् न कस के अरे केटी मान्छेको त्यो चिज कारो हुन्छ ग्यास के हो त्यो भन्ने अरे कति बिटुमा हान न केटी मान्छेको सबै चिज गोरो हुन्छ अरे त्यो चिज कालो हुन्छ भन्छ यार सुर्केत आउनु ल अब के आउँछ यार ठुक्कै फोरी कलेज एउटा लन्डीमा चाहिँ हान्नु न यार फोरी दाइ माछा हान्दिनँ जे होला होला दाइ आज एउटा माछा हान्नु न भाइले यार के हो तपाईँ यार दाइ यसो यार ऱ्याङ्किङमा यसो पुसपुस गर्नु न पहिले के गरेन कान्छे दाइ कान्छे दाइ एउटा लन्डीमा चाहिँ हान्दिनँ जे होला होला के छोरा मागेको छ अब सुत्नु पर्छ ल है सुन्न रेल कुरा गरेको त साँच्ची नरेशसँग प्राइभेट बोल्छै बोल्दैनस् म नरेशसँग त्यसरी खास त अब हाम्रो सबभन्दा बढी कुराहरू भनेको टिकटकमा हो कि अनि अब नरेश अब फोन अब टिकटकबाट लाइभ इन भएपछि एकछिनमा हो के गर्दै हुनुहुन्छ खाना खानु गयो भने त्यो हो यति सोच्छु त्यहाँ मेरो पास म सोच्छु ल भन सुत्नुहुन्छ एकैचोटि भोलि बिहान कुरा हुन्छ हाम्रो त्यस्तो हो प्राइभेट त्यस्तो सबैले फोन गर्ने त्यस्तो हुँदैन मेरो नै तिमीहरूको रिलेसन साँच्चीकै रिलेसन हो अनि नरेश साँच्चीकै बाहुन हो त्यो बाहुन त नि अधिकारी बाहुन हुँदैन
अधिकारी कसरी पाउनुहुन्छ अधिकारी क्षेत्री हो ए छेत्री बाहुन कि छेत्री बाहुन मलाई सोध्न त को हो र त मेरो नाम हेर त चक्री हिमाल होस् हो चक्री हिमाल भने क्या हुन्छ जात हिमाल अरे कति क्लास पढेछ नानी कति क्लास पढेछ त्यही छोटो हाँसु कति क्लास पढेछ नानी भन्न के रे कति क्लास पढेछ चल च्याट गर्दै अहिले नरेशसँग च्याट गरे नि मैले अनफलो गरेको यहाँ हुँ च्याट गरे होइन कि अनफलो गरेको हो नै कति क्लास पढेछ सुनेको त कति बेला सुत्ने कति क्लास पढेको के होस् ए म चाहिँ कख पढेको नि कख तेरो अनुहार हेर्दा ठ्याक्कै कख पढाएको छ तेरो व्यवहार अनुहार थाहा हुन्छ अनपढ त अनपढै जस्तो थाहा छ गोबर साँड होस् बेला बेला दबाई खान भुल्छेस् होइन ओ यो आइडी बिहान फलो गर्छ हो आइडी बिहान आइडी आउँछ थ्याङ्क यू सो मच बरु हाँसु बरु एउटा चुप्पा हानौँ न ओइला सुत म पनि सुत्छु अब ल एक गेम खेल्ने जालेस ठ्याक्कै एक बज्छ त्यहाँ जालेस ल अब एक गेम मात्र खेलौँ आज हाँसु बरु छोटो हाँसो बोलाउँछु लगाउँछु बढी बोले लगाउँछु फाँसो तिम्रै छ हाँसो गाइस एउटा चुप्पा हान न यता गर्छ गाइस छोटो हाँसो सरिमलाई वाइबालाई चिन्छ कि नै भनेर सोध्नु त सरिमलाई वाइबालाई चिनिहाल्छ किन नचिन्नु उसको दिदी हो नि सरिमलाई वाइबालाई फोन चाहिँ हुन्छ होला तिमीहरू मिल्ने क्लास भइसक्यो नि होइन को म चिन्दैन त्यो आमालाई हो म चिन्दैन ठिक छ सरिमलाई वाइबा पनि मान्छे सही छ सबैजना राम्रो लाग्छ त्यसरी नराम्रो कोही छैन को ट्याक्स गर्दैछ नरेश ट्याक्स गर्दैछ बेबी के गर्दैछ बेबी भन्दै उसले बिमला दिदी बिमला हो हँ बिमला दिदी हो को बिमला को बिमला तिमी त चिन्दैनस् नरेशले अस्ति तँलाई 5000 हालिदियो अरे त नि भन्दै थियो नि हाले के भयो त अनि कस्तो टाउ दुखाइ भयो त हाले के भयो त नरेशले 5000 रुपियाँ हालेको अरू पनि के हाल्यो ए दिदी चिन्दैनमा मैले जस्तो चिन्छ नबगा भोगटे हल्लाइरहन्थे चिन्छ रे दिदीलाई यत्रो दिदीलाई चिन्दैन भन्छ स्याहार त म यस्तो झारपात नमुनाहरू चिन्दैन हो अरे कलाकार दिदी कस्तो झालो हुन्छ बिमली दिदी हुन्छ बिमली दिदी बिमली के म चिन्दैन दुईटा बोल भोलि गएर सोधेर बिमली दिदीले चक्रिङ मलाई चिन्छ छैन सोधेछ निर्मल त त्याग्यो गरेर फुल हान न यार फुल पनि हान्दैन यार केटाहरूले सेट अस्ट्रेलिया भएर दाइ ल्याम एउटा चिप हान्दैन न निर्मल दाइ कोहीले हेर न यहाँ कस्तो कोहीले हेर भिडियो हालिदिएर यहाँ तानेर थाहा छ कमेन्ट गरेको थिएँ कि म नरेश पोस्टमा
हेर जाउँ गरौँ आवश्यक क्या सबैले ट्याप गर गाइलेसी प्लिज हेर न मैले सुरेश नरेशको उसमा भिडियोमा कमेन्ट गरेको थिएँ कि कसले हेर न कमेन्ट गरेर हाल्दै आयो खै देखा त यी। तिमीहरू कसरी लप पऱ्यो है हँ कसरी लप पऱ्यो ठिक छ बाटो ल परेको कति महिना भयो नानी भन्नु